हेलो, गुड आफ्टरनुन, जय मसिह, साथै नमस्कार। तपाईँहरू दिउँसोको खाजा खानुभयो त साथीहरू? मैले दिउँसोको खाजा तयार पार्दैछु है। उसिनेको मकैलाई मैले यसरी काटेर यसरी मैले चक्कुले निकाल्दैछु। यसलाई साँधेर खानलाई तयार पार्दैछु है त, चटपटे जस्तै। एउटा गोल भैडा मैले सानो सानो टुक्रामा काटेर तयार पारेँ। अनि आधा टुक्रा प्याज पनि सानो सानो टुक्रामा काटेँ। अनि हरियो खुर्सानी मैले आधी काटेर हाल्छु, सानो सानो टुक्रा गरेर। हामी धेरै पिरो खाँदैनौँ, त्यही भएर म थोरै हाल्छु साथीहरू। अब मैले हरियो धनिया पनि काटेर त्यसमै मिक्स गर्छु। तपाईँहरूलाई यसरी बनाएको कतिको मनपर्छ, कसरी खानुहुन्छ, मकै कसरी कसरी बनाएर खानुहुन्छ? म त फरक फरक तरिकाले बनाएको मनपर्छ। अब यसमै म मिक्स गर्छु मकैमा है साथीहरू। अघि काटेर राखेको गोलभेडा प्याजमै अनि मैले स्वादअनुसार बिरे नुन हालेँ। अनि चटपटे मसला पनि मैले त्यसमै हालेँ। अब यसलाई राम्ररी मिक्स गर्नुपर्छ साथीहरू। एकदमै मिठो हुन्छ है साथीहरू यसरी बनाएको। यो साँधेर यो उसिनेको मकै यसरी साँधेर खायो भने धेरै मिठो हुन्छ है साथीहरू। अमिलो अमिलो पिरो पिरो, वाउ, देख्दै खाउँ खाउँ लाग्ने। यसलाई राम्ररी मिक्स गर्नुपर्छ है साथीहरू, सबै मिल्ने गरेर। अब म यसमा उसिनेको अन्डा मैले हाल्न बिर्सेँ, त्यो पनि यसमै हाल्छु साथीहरू। उसिनेको